कुराहरू भएको छ यो विषयमा हेर्नुस् यहाँनिर बैठक भयो अहिले है माथि कर्सन भिडियोहरू हुनुहुन्थ्यो र बिमोस म्याडमहरु हुनुहुन्थ्यो हामी सबै 4-5 जना पञ्चायत मेम्बर सदस्यहरू पनि हुनुहुन्थ्यो र उहाँले सिधै कुरा भन्दै हामीले जे भनेको थियौं हिजो जे घटनाहरू भयो जे यो हस्पिटलमा व्यवस्थाहरू छैन उहाँले अहिले उहाँको कुरा अनुसार चाहिँ सिम्पल कुरा छ उहाँहरुको हातमा छैन भन्नुभएको छ सबै सिस्टमले गरेको छ यो सिस्टम भन्ने कुरा चाहिँ अब हाम्रो माथि जिटे सरकारै छ सिस्टमै यहाँनिर सिस्टमले गर्दा नै यहाँनिर उहाँहरुको हातमा छैन भने चाहिँ बान्देको छ उहाँले यहाँ के दिनु सक्दैन उहाँले आरटीआई गर्नु भनेको छ हामीलाई आरटीआई गरेर हामीले उहाँलाई दिनु भनेको छ तर उहाँले हामीलाई आरटीआई गर्नु भनेको छ र यस्तो खालके व्यवस्था यहाँ पहिलेदेखि चलेको रहेछ र आजको दिनमा हामीले सम्पूर्णले बुझिसक्यौं तर यो सुकना हस्पिटलमा व्यवस्था भनेको कुरा एकदमै राम्रो छैन किन भन्दाखेरि हिजो मात्रै हो हामीले यहाँनिर भनेर गएको थियौं यहाँनिर राजनीति नगरौं यो राजनीति गर्ने ठाउँ होइन यो सुकनाको जनताको हस्पिटल हो दिलारामदेखिको हस्पिटलमा यहाँ मान्छे आउँछ तर यहाँनिर व्यवस्थाहरू ठिक छैन किन भन्दाखेरि एउटा पेशेन्टलाई उठाउने धरी मान्छे छैन इमर्जेन्सीमा लेडी डाक्टरहरु छ लेडिज हाम्रो यहाँनिर सिस्टरहरु हुनुहुन्छ तर यहाँ उठाउने एउटा पेशेन्टलाई जेन्ट्स भनेको कुनै पनि छैन ओबीडीमा एउटै डाक्टर छ यहाँ ओबीडीमा 2-3 वटा डाक्टर हुनुपर्ने हो दबाईको व्यवस्थाहरू ठिक छैन अनि यहाँनिर र्याबिसको इन्जेक्सन छैन अब यहाँ हामी जंगल एरियामा बस्छौं सापले टोक्छ भोलिको दिनमा त्यसको पनि दबाई छैन यहाँनिर एम्बुलेन्सले गर्दाखेरि हिजो एउटा एकजना हाम्रै गाउँको दाजुले ज्यान गुमाउनु पर्यो भन्ने एउटा शरमनाकको कुरा हो यो तर आज यहाँनिर जुन आज मिटिङ भयो उहाँले हामीले डेपुटेसनको लागि कुराकानी गर्यौं तर उहाँहरुको भने अनुसार चाहिँ सिम्पल कुरा के छ भन्दै उहाँहरुको हातमा छैन भनेपछि सिस्टमले बाँधेको छ भने सिस्टम चलाउने सरकारलाई जुन चाहिँ हाम्रो सिस्टम चलाउँदैछ तपाईहरुलाई आज दिनमा क्वेशन सिस्टम चलाएको छ सिस्टममा खराबी गर्ने र सिस्टममा आएको जति पनि सहुलियतहरु थियो त्यो सिस्टमको सहुलियतहरु आज कहाँ गयो कसको गोजीमा गयो यो जवाब हामीले सम्पूर्ण सुकनाको जनतालाई दिएको हुनुपर्छ भोलिको दिनमा यहाँनिर भोलिको दिनमा ठूलो घटनाहरू हुनु भन्दा त्यो भन्दा अगाडि नै यहाँको व्यवस्था ठिक हुनुपर्छ र साथै हजुरहरु समक्ष म के राख्छु भन्दाखेरि यो हाम्रो अहिले हिजो सभासद आउनु भएको थियो यहाँ हाम्रो जिटिए सभासद सुकना पानीघाट सभासद म्याडम आउनु भएको थियो कल्पना म्याडमहरु आउनु भएको थियो यहाँ उहाँले के स्टेटमेन्ट दियो हिजो राति भन्दाखेरि प्रशासन यहाँनिर हुन्छ अचानक धरना प्रदर्शन गर्दा सबैलाई साह्रो पर्नु सक्छ हामीलाई बुद्धिजीवीहरु भन्नुभएको थियो उहाँले हामीले एउटा ढाकछोप गर्नु लागि एउटा डर देखाउनको निम्ति मात्रै उहाँले स्टेटमेन्ट दिनुभयो तर उहाँले एउटा कुरा के भन्नु भने सुकनामा जे प्रब्लम छ जे छ जनताले दिएको छैन रे कागज पत्र उहाँलाई भनेपछि चाहिँ उ लिडर चाहिँ जबसम्म सुकनाको जनताले लिखित रूपमा दिदैन उहाँले काम नगर्ने त्यस्तो खालको हाम्रो सभासद रहेछ तपाईलाई म एउटा शब्द सोध्छु तपाई यहाँ दिनरात सुकनामा हिँड्नुहुन्छ भने तपाईलाई यो कुरा जानकारी हुनुपर्छ किनभने यो गाउँमा के छैन यो हस्पिटलमा के थिएन तपाईलाई जानकारी छ तपाईले ढाकछोप जस्तो हामी एउटा टेबलमा बस्छौं अब र जुन चाहिँ हेल्थ डिपार्टमेन्ट हाम्रो के नाम हो हेल्थ डिपार्टमेन्ट अरुण सिंहलाज्यू उहाँ कहाँ हुनुहुन्छ उहाँ त छैन त यहाँ इलेक्सनको समयमा मैले एकैपल्ट देखेँ त यो भित्र तर अहिलेसम्म उहाँनिर लापता भएको छ उहाँले यो हेल्थ डिपार्टमेन्टको हेल्थ सेक्टरलाई ढाकछोप गर्नु काम गरेको छ उहाँले पनि जवाब दिएको हुनुपर्छ किनभने अब हामी एउटा टेबलमा बसेर यहाँको जति पनि छ व्यवस्था हामी दिनेछौं तपाईहरुले फुलफिल गरेको हुनुपर्छ सुकनाको जनता र सबैको हाम्रो यो हस्पिटल जति पनि पेशेन्ट आउँछ त्यसलाई सुविस्ता दिएको हुनुपर्छ तर तपाईको भारतीय जनता पार्टीको विधायक पनि त यहाँ छैन हेर्नुस् मैले अघि नै भने यो पार्टी गर्नु हो भने पोलिटिकली गर्नु हो भने यहाँनिर आजको दिनमा ठुलै यहाँनिर यो विरोध हुन्थ्यो होला तर हामीले पोलिटिकल गरेको छैनौं विधायक पनि हामी बोलाउँछौं नि त केही छैन कुरा हो यहाँका प्रतिनिधि विधायक रहेको छ विधायकले यस विषयलाई हेर्नु पर्ने हैन उहाँलाई हामीले खबर दिएको छौं उहाँ पनि 1-2 दिनमा आउनुहुन्छ हामीसँग बस्नुहुन्छ यहाँ बिमोस म्याडम छ हामी राख्छौं तर सबभन्दा कुरा चाहिँ विधायकले चलाएको हैन यो हस्पिटल यहाँनिर सत्ताहीनले पहिला चलाउँदैछ नि त यो पार्टी जसको सत्ता छ उहाँले त गर्नु सकेको छैन भने म भन्छु कुर्सीमा बस्नेहरूले सक्दिन भनोस् हात उठाइदेऊ बरु हाम्रो जुन चाहिँ सांसद छ सांसदलाई भनौँला बरु तपाईले हात उठाइदिनु सक्दैन भने तर यस्तो झुटा राजनीति चाहिँ नगर्नुस् हस्पिटल यस्तो चीजमा म एउटै भन्छु किनभने सेहत र हेल्थको र यो शिक्षाको माथि चाहिँ खेलाची नगर्नुस् है पाप लाग्छ शिक्षा र यो शरीरको निम्तिमा चाहिँ खेलाची नगर्नुस् कसैले पनि यसमा यो पाप लाग्ने कुरा हो यसमा तपाईले राम्रो व्यवस्था गरेको हुनुपर्छ म हजुर समक्ष राख्छु र दुई शब्द हाम्रो उत्तम दाले पनि कुरा राख्नु के भन्नुहुन्छ नमस्कार सबैलाई है तपाईहरुको यहाँ न्यूज च्यानल सारै दुर्भाग्यपूर्ण हिजो कुरा खबर सुन्यौ हामीले एकदमै दुःखदायक घटना हो यो किनभनेदेखिको आज भारत देशमा एम्बुलेन्स नपाएर मान्छेको ज्यान जानु भनेको कुरो एकदमै दुर्भाग्यपूर्ण हो र हामी आज त्यही विषय लिएर सीएम यहाँ बिमोस म्याडमसित बात गर्न आएको थियौं र उहाँसित बात गर्यौं उहाँले एकदमै राम्रो बात राख्नुभयो किनभनेदेखिको उहाँले जे सत्य र तथ्य थियो त्यही बात राख्नुभयो उहाँले सिधै भन्नुभयो हामी तपाईहरुलाई कुनै पनि रिपोर्ट हामी कुनै पनि प्रोवाइड गराउन सक्दैनौं अहिले किन तपाईहरुले जसरी हुन्छ जे गरेर हुन्छ तपाईहरुले न्याय पाउनु पर्छ
तपाईँहरू न्यायको लागि जहाँ तक जानु सक्नुहुन्छ जानु पर्यो भने जानुहोस् भनेर उहाँहरूले हामीलाई खुल्ला छोडिदिनु भयो। हेर्नुहोस् है, कुरा के भन्नु, हामीले विगत दिनदेखिको नै मैले यो कुरा उठाउँदै आएको छु। कम्युनिटी हलमा यहाँका ग्राम पञ्चायत प्रधान लगायत समिति मेम्बर्सदेखिको लिएर प्रतिनिधि हुँदा पनि मैले त्यो दिन पनि यहाँ हस्पिटलको कुरा राखेको थिएँ। हेर्नु है, किनभने यहाँनिर 1 महिना अगाडि खुदै म आउँदाखेरि नाम लेख्ने रेजिस्ट्रेसन गर्नेमा वाइफाई नभएर त्यहाँ कर्मचारीको मोबाइल डाटाले रेजिस्ट्रेसन गर्दै थियो। यो पनि मेरो आँखाले देखेको कुरो। अनि 15 दिन 20 दिन मेरै गाउँबाट 3 जना मान्छे कुकुरले त्यो काटेर टोकेर आएको थियो। उहाँहरूले र्याबिजको सुई पनि पाएको थिएन। अनि यस्तो घटनाहरू लिएर हामीले पहिल्यैदेखिको सतर्कता जनाएको हो। ग्राम पञ्चायतको मिटिङमा पनि हामीले राखेको हो, तर यहाँका पञ्चायत, यहाँका प्रधान, यहाँका त्यो कुरालाई ध्यान दिएन र हिजो त्यो त्यति ठुलो घटना घट्यो। हेर्नु, अब यो घटना नघट्नु पर्ने हो, तर माथि आज क्लियर भयो। एउटा कुरा हामीले क्लियर कुरा चाल पायौँ के भन्दाखेरि चाहिँ यो चाहिँ यहाँबाट होइन बिग्रेको, यो माथिबाट बोर्डबाटै बिग्रेर आएको छ भन्ने कुरो थाहा पायौँ। अब हुनसक्छ यहाँ के लुकाउँदैछ हामीलाई त्यो थाहा छैन, तर हामी भोलि आरटीआई गरेर त्यो सबै खुलस्त निकाल्नेछौँ र तपाईँहरूको अगाडि हामी सार्वजनिक गर्ने पनि छौँ। आज के बात भयो त अन्त माथि जुन बैठक भएको थियो, बैठकमा भिडियो पनि गएको थियो र साथै विभिन्न पदाधिकारीहरूको उपस्थितिमा के कस्ता बातहरू भयो, के आश्वासन? आज बैठक हामी खालि गएको थियौँ। हिजो के कमीले, कसको कमी कमजोरीले, हेर्नु त, या त सिस्टमको कमी कमजोरीले हो, या त हेल्थ डिपार्टमेन्टको कमी कमजोरीले हो, त्यो बुझ्न मात्रै गएको थियो। किनभने एम्बुलेन्स एउटा हस्पिटलमा नपाउनु भनेको त दुर्भाग्य हो नि त। त्यो बुझ्न मात्रै जाँदाखेरि यहाँ धेरै कुरा पनि काटिरहेछन् मानिसले। एउटा रोगीलाई 2-2 घण्टा पर्खिनु पर्ने, यदि हस्पिटलले पर्खायो भने त्यो अलग कुरा हो, तर पेसेन्ट पार्टी आफैले पनि यदि पर्खेको हो भने भन्ने खालको कुरा पनि उठिरहेको छ। यसमा के भन्नुहुन्छ तपाईँ? हेर्नुहोस् है, पेसेन्ट पार्टीकोमा सबै थोक भएको गाडी पाइँदैन। जुन चाहिँ एम्बुलेन्समा सब थोक हुन्छ नि त। एम्बुलेन्समा अब के अरे पेसेन्टलाई सुताएर लाने एउटा सुविधा हुन्छ, अक्सिजनको सुविधा हुन्छ, के अरे स्यालेन हान्ने सुविधा हुन्छ। त्यो त प्राइभेट गाडीमा पाइँदैन नि त। त्यो सुविधा त, त्यो सुविधाले गर्दा चाहिँ बस्नु पर्यो नि त। अनि हस्पिटल प्रशासनले त एम्बुलेन्स आउँदैछ भनेर भनेको हो नि त उहाँहरूलाई। हेर्नु है, यो कुरो पनि छ नि त। अन्त यो कुरो भएपछि त अन्त हस्पिटल प्रशासन, हस्पिटलको गाडी एम्बुलेन्सै पर्खिन्छ नि त मान्छेले त, उहाँहरूले। तर हिजो बिएमएसले त भनेको थियो यहाँबाट माथि एउटा भ्यान पनि दिइरहेको थिए, उहाँले यहाँ अक्सिजन पनि दिने कुरा उहाँले हामीसँग बात गर्दै भनेर थियो। यसमा के भन्नुहुन्छ? हेर्नुहोस् है, बितिसकेपछि सबले आफू बातको लागि सबैले भन्छ, एउटा कुरो भन्छ। हेर्नु है त, हिजो हामीले तपाईँहरूको मिडिया मार्फतबाट क्लियर सुनेको थियौँ, होइन? तर त्यो बितिसकेर भनेको हो नि त। त्यो समय रहँदै भन्यो भने त मान्छे बाँच्थ्यो नि त। सुकुना हस्पिटलमा यो आजको मात्रै घटना होइन नि, होइन? योभन्दा अगाडि नर्बुङको, सायद नर्बुङको हो, उहाँले एकजनाले ज्यान गुमाउनु परेको थियो नि त डक्टरको अभावमा। हेर्नु त, यो कुरोहरू थुप्रो छ, यहाँ सुधार्नु पर्ने थुप्रो छ। तर यसको अब आज यहाँ माथिबाट हामीले चाल पायौँ कि यो चाहिँ आरटीआई गरेर नै आउँछ भन्ने कुरो, र हामी भोलि नै आरटीआई गर्दैछौँ यो विषयमा। र अब तपाईँहरूको के कस्ता मागहरू रहेको छ, के चाहनुहुन्छ तपाईँ? अब यो विशेष अब यो माग चाहिँ के छ भनेदेखि हेर्नुहोस् है, यो ब्लक अस्पताल हो। ब्लक अस्पतालको सायदै यहाँको मान्छेहरूलाई यसको एरिया थाहा पनि छैन होला। अहिले माथिबाट भन्नुभयो ब्लक अस्पतालको सहायक अस्पताल चारवटा छ भनेर, है? अहिले भर्खर माथिबाट जानकारी आयो। अनि यो ब्लक अस्पतालको एरिया हो तपाईँको लङभ्यू, पङ्खाबारी, गाडीधुरादेखिको लिएर तपाईँको दिलारामसम्म, यता सिटोङ लाटबन्जारदेखि लिएर तपाईँको सेवक कालीझोडा हुँदै यहाँ यो खैरी पुण्डिङ भएर यहाँसम्मको, हेर्नु त, यो सिमलवाडीहरू सबै यसमै आउँछ। अब यति एरियाको एउटा ब्लक अस्पताल यहाँनिर अब तपाईँको यो एक्सिडेन्ट जोन पनि हो। यहाँ सबैभन्दा बेसी एक्सिडेन्ट पनि हुन्छ। त्यसको लागि इमर्जेन्सीको लागि यहाँनिर अब कसैको खुट्टा भाँचेको हुन्छ, कसैको के भाँचेको हुन्छ। अब यहाँ नानीहरूको केस ज्यादा छ, गाइनो केसहरू ज्यादा छ। हामी यहाँको क्षेत्रीय सभासद होस् या त यहाँको पश्चिम बङ्गाल हेल्थ मिनिस्टरलाई होस्, हामी पत्रचार गरेर यो हस्पिटललाई चाहिँ अपग्रेड बनाएर चाहिँ अलिकति ठुलो बनाउने हामी प्रोसेसमा छौँ। र हामीलाई लाग्छ यहाँका जुन चाहिँ लोकल यहाँको जो क्षेत्रीय राजनीतिक दल छ उहाँहरूले नि यो हाम्रो बातलाई समर्थन गरिदिन्छ भनेर लाग्छ, र उहाँहरूलाई नि हामी समर्थन माग्छौँ यो विषयमा। किन यो हस्पिटल बढ्यो भनेदेखिको त उहाँहरूलाई नि फाइदा हो नि त। हेर्नु त, यहाँ बिल्डिङ, ठुल्ठुलो बिल्डिङ बनाएर, करोडको बिल्डिङ बनाएर केही फाइदा छैन नि। हामीलाई मेन डक्टर हुनु पर्यो नि त। अब यो मानन्द वाइल्ड लाइफ सेन्चुरीले घेरेको जग्गा हो, कुनै पनि बेला कुनै पनि इमर्जेन्सी केस आउँछ। हेर्नु त, यहाँ चाहिँ डक्टर, यहाँको सुविधा
हुनु पर्यो नि त। त्यो सुविधाको लागि चाहिँ हामी सबैसित मिलेर यहाँको क्षेत्रीय राजनैतिक दलसित पनि मिलेर हामी सबैसित मिलेर हामी पत्रचार गरेर माथिल्लो लेभल तक जनाउन हामी तयार छौँ र उहाँहरूले पनि अब के कस्तो रिप्लाई दिन्छ हामी